हाई गाइज, वेलकम टु माई न्यू भ्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज शनिबारको दिन हामी चाहिँ बारीतिर जाँदैछौँ। दुईजना भाइ अनि म। बिहानै मर्निङ वाक हुन्छ भनेर घरबाट उठेर हिँड्यौँ। घरबाट हिँडिसकेपछि खुट्टा दुखिरहेको थियो, अटो पनि हिँडिरहेको थियो, तर पनि होइन, शरीरलाई एक्सर्साइज हुन्छ, अलिकति मोटोपन पनि घटाउनुपर्छ भनेर हामी चाहिँ लखर हिँड्यौँ। लगभग आधा घन्टा हिँडिसकेपछि चाहिँ बारी नजिकै अनि बारी पुग्नुभन्दा अलिकति अगाडि चाहिँ दिप्सनले यस्तो हँसाइरहेको छ कि यहाँ मलाई दिदी मलाई चाहिँ प्रपर्टी चाहिन्छ, ठुलो भएपछि हामी दुईजनालाई आधा आधा भनिरहेको छ। हाम्रो के अरे फेरि एकचोटि भन्दा हो, तिमीहरू चाहिँ कमाउनु पर्दैन, जुगा आउँछ नि भाइ फेरि यता त। ए तिमीहरूलाई प्रपर्टीको पनि आश छ? तिमीहरू आफै कमाउने होइन र? अच्छा उतापट्टि त कत्रो ठुलो देखिएको थियो त। अनि हामी गफ गर्दै हाँस्दै गयौँ। फाइनली हामी चाहिँ घर पुगेँ। घरमा चाहिँ पानी हाल्न गएको थियौँ खासमा। अनि हामी भन्दा पहिले चाहिँ काम गर्ने मान्छेहरू आइसकेको छ, तर पनि एकछिन पानी हालिदिउँ न भनेर रिदमले चाहिँ पानी हाल्न थाले। अनि सरर पानी हाल्दै थियो। अनि मैले बाबु यसरी हाल्नुपर्छ भनेर भने। अनि म त्यहाँनिर भिडियो बनाउन थालेँ। अनि दिप्सन चाहिँ यस्तो अल्छी लागेर थाक्यो भनेर त्यहाँनिर बसिरहेको थिएँ होइन। अनि अझै एउटा काम बाँकी छ भनिरहेको छ। अनि त्यसलाई चाहिँ यति धेरै साइकल किन्नलाई यति हतार भएको छ कि। अनि मैले चाहिँ जिस्काएर ल काम भ्या, अनि त्यसपछि जानुपर्छ भनेर तिनीहरूलाई मस्त काम लगाएँ। अनि रिदमले पानी हालिसकेपछि दिप्सनले पनि हाल्यो। एकछिन पछि चाहिँ ठेला गाडा गुडाएर रिदमले सर म पनि इँटा बोक्छु नि भनेर इँटा बोक्नतिर थाल्यो कि। अनि मैले सक्दैन होला भनेको, तर यति बलियो रहेछ नि केटो, पुरा 10-11वटा इँटा त मस्त सरर हालिदिइराखेको थियो। अनि दिप्सन चाहिँ म पनि काम गर्नु कि नगर्नु भइरहेको थियो। अनि रिदमले चाहिँ सरर उठाएर लगेर मस्त काम गर्यो। अनि मैले चाहिँ त लेबर बन यहीँनिर काम गर, दिनको यति सय पाउँछ भनेको। अनि हुन्छ भनेर तिनीहरू चाहिँ दुइटै काम गर्न थाल्यो। अनि दुवैजनाले मस्त त्यहाँनिर ठेला गुडाउँदै इँटा बोक्दै गरेर काम गर्न थाल्यो। काम गर्दै गर्दाखेरि चाहिँ पुरा उनीहरूलाई चाहिँ रमाइलो लागिरहेको थियो कि हामी त दिनभरि काम गर्न सक्छौँ भनिरहेको थियो। अनि मैले त सक्दैन कि भनेर सोचेको। अझै एकचोटि होइन, दुईचोटि होइन, यिनीहरूले त कयौँचोटि सरर इँटा गर्यो। तर लास्टमा दिप्सनले चाहिँ त्यसलाई उठाउन नै सकेन कि, गुडाउन चाहिँ सक्यो तर उठाउन नै नसकेपछि दाइले उठाइदिएर फेरि लिएर आयो। अनि कति धेरै माया गर्छ नि त दाइले। अनि भाइले सकेन उकालो चढ। अनि उता दुईवटा छोरोले काम गरेको चाहिँ यता हाम्रो छिमेकी अङ्कलले हेरिराख्नु भएको रहेछ कि। अनि उहाँले चाहिँ के भनिराख्नु भएको थियो भने, ओहो यहाँ त गुरुङ हामी मात्रै थियौँ, सबै नेवार बाहुन छेत्रीहरू मात्रै थियो, बल्ल गुरुङ आइपुग्यो भनिराख्नु भएको थियो। अनि यता फेरि हाम्रो दुईजना बच्चाहरू चाहिँ यहाँ पुरा ठेला गाडामा भाइलाई राखेर दाइले गुडाइरहेको छ। दाजुभाइको माया चाहिँ कस्तो पवित्र हुन्छ भने नि, यिनीहरूलाई देखेर मलाई पनि रहर लाग्यो। मैले पनि नसकेँ यसो ठेला गाडा गुडाएको, तर मैले सक्दैन किनभने त्यो चाहिँ ब्यालेन्समा नआउँदो रहेछ। अनि मैले नसकेपछि रिदमले चाहिँ होइन म लगिदिन्छु भनेर उसले सर लाँदै थियो, तर ब्यालेन्स मिलेन, उसले पनि नसकेर दुईजना भएर हान्छु म पनि लान्छु भनेको, नसकेपछि लास्टमा रिदमले नै माथि लग्यो। अनि म चाहिँ यसरी लडेँ, देखा त। अनि म चाहिँ यस्तो भएँ। फेरि बस्ने त्यसपछि अब पालो आयो सिमेन्ट बालुवा घोल्ने। अनि यिनीहरूले चाहिँ हामी पनि सिक्छौँ काम गर्छौँ भनेर सिमेन्ट बालुवा यसरी घोल्न थाल्यो। एकछिनपछि फेरि इँटा पनि मिलाउन थाल्यो। इँटा मिलाएर सरर ठेला गाडालाई चाहिँ गुडाउने म बाटो बनाउँछु, नेपाल सरकारले चाहिँ राम्रो बनाएन, मैले चाहिँ राम्रो बनाउँछु होला भनेर त्यसले पुरा उठाएर ठेला गाडा गुडाउन थाल्यो। अनि पछि फेरि इँटाको घर होइन, मैले पनि दामी घर बनाउन सक्छु, उहाँहरूले भन्दा खतरा बनाउँछु भनेर रिदमले चाहिँ त्यहाँनिर घर बनाइराखेको थियो कि इँटाको। अनि दिप्सन भत्काउँछु भनेर गएको थियो, तर दाइ देखेर डराएर यता बस्यो। अनि म चाहिँ गएँ, रिदमलाई यसो जिस्का जस्तो गरेँ। अनि त्यसलाई
एकछिनमा यता फर्केर जुरुक्क उचालेर भङ्ग हानेर डङलङ्गै पल्टाइदियो कि अनि त्यो चाहिँ कस्तो स्याट स्याट पनि भइरहेको थियो फन्नी फन्नी पनि भइरहेको थियो अनि मैले समातेर उता जा भने चोकसम्म एकछिन हिँड्दै हिँड्न ल अटोमा जाने पैसा अलिक खानेकुरा किनिदिन्छु हेर्दै जाउँ न त म चाहिँ आप्छु र गाइस लाएर आप्पा एकछिन खेल्दै रमाइलो गर्दै हिँडिसकेपछि चाहिँ फाइनल्ली अटो भेट्यो अनि अटोमा हामी 3 जना चाहिँ सरेर गयो अनि एकछिनमा चाहिँ यिनीहरूको कपाल काटिदिनुपर्छ भनेर चाहिँ मैले भन्दै थिएँ अनि यिनीहरू पुरा दुखी भइरहेको थिए एकछिनपछि चाहिँ मैले त्यहाँनिर कपाल काट्ने ठाउँमा लगेँ अनि फर्स्टमा चाहिँ रिदमको कपाल काट्यो अनि त्यसपछि दिप्सन चाहिँ मेरो कपाल नकाट्ने भनिरहेको थियो तर एकछिनपछि त त्यसको पनि पाला आइहाल्छ अनि फर्स्टमा दाइको काटिसकेपछि रिदमलाई चाहिँ फाइनली यस्तो लुक्स देख्यो अनि दिप्सनको पनि सरर काट्यो अनि दाइको भन्दा चाहिँ अलिक छोटो बनाइदिनुपर्छ भनेर बनाइदिएपछि यिनीहरू 2 जनाकै कपाल काटेर अब चाहिँ हामी घरतिर लाग्यौँ घरतिर जाँदै थियौँ दिप्सन पुरा रिसाइराखेको थियो कपाल काट्न पर्यो भनेर अनि उसलाई चाहिँ कपाल काट्नै मन थिएन अरे के अनि ट्याक्कै घर आइपुगेको मम्मीले फेरि मासु ल्याइदिनु भयो मासु पका छोरी भन्नुभयो अनि मैले पनि खसीको मासुलाई कराईमा मस्त पर भुटेर मिठो गरी पकाएँ अनि एकछिन ढाकेर छोप्दै अनि पकाउँदै गरेँ एकछिन बस्दै पकाउँदै गरेँ फाइनल्ली मासु चाहिँ यस्तो दामी लुक्स आइसकेको थियो अनि त्यसलाई चाहिँ मैले रस हालेँ एकछिनपछि चाहिँ मेरो साइली दिदीको छोरी पनि आइपुग्यो अनि त्यसले चाहिँ यति धेरै खानेकुराहरू रोजेर पुरा खान खोजिरहेको थियो अनि एकछिनपछि त्यहाँनिर हामी गफ गऱ्यौँ 3 जना रिदम म अनि बिनिसा बसेर गफ गरौँ भनेको त्यो त पुरा हाँसिरहेको थियो लजाइराखेको थियो अनि रिदम चाहिँ मम्मीसँग बोल्दै थियो अनि रिदमको मम्मीले चाहिँ पुरा कुकुसँग बोल्न खोजिरहेको थियो तर त्यो मानिराखेको थिएन अनि मैले झ्याप्प समाएर यता राखेँ अनि झ्याप्प त्यसको कपाललाई चाहिँ लेभेन्डी निकालेर म बनाइदिन्छु भनेको आया भनिराखेको थियो अनि के गर्नु हुन्छ ल ए राम्रोसित बोल्नु खुलीको हातको सही जान्नु हजुर भन न पैसा गर्नु बस त अहिलेको त्यो ब्रेक कालो फुल गर्नु होला त अब 4-5 वर्ष सुरु थियो खान खानु कटबाट जाँदाखेरि अब किलो खायो लु यसको जुट आना म त्यो त्यसले मुकुल दे उ गरेर खाना म आना एकछिन मजाले गफ गरिसकेपछि चाहिँ पुकुली अनि 2टा दादासँग जिस्किन थाल्यो अनि पुकुलीले चाहिँ खासमा जिस्काउनलाई पिट्न जान लागेको थियो अनि पछि चाहिँ साँच्चीकै रिदमले पनि पुरा एक्सन दिइरहेको के अनि बक्सर जस्तो एक्सन देखाएपछि अनि पुकुलीले चाहिँ साँच्चीकै हो त भनेर उठेर बसाउन थाल्यो अनि पछि फेरि पुकुली र म यताउता जिस्केँ अनि एकदम धेरै पछि भेट भएको अनि मिठोसँग हाँस्छ के नानी अनि यस्तो मजाले जिस्किराखेको थियो त्यही बेलामा झ्याप्प हामीलाई चाहिँ होइन यत्तिकै चल्नुभन्दा त गेम खेलौँ भने अनि गेम खेल्दाखेरि चाहिँ हामीले त्यो सर्पवालाको गेम खेलेको थियो म खासै भन्न चाहिँ आएन त्यो गेम खेल्न पनि आएको थिएन तर तिनीहरूले चाहिँ मलाई सिकाइरहेको थियो के गर्ने कसो गर्ने भनेर अनि मेरो चाहिँ पहिलोचोटि भएको कारणले मेरो बाबु नानीहरूले चाहिँ मस्त सिकाइरहेको थियो अनि खेल्दा अनि पुकुलीले त्यहाँनिर पुरा झेली गरिरहेको हुन्छ क्या अब गेममा हारजित त भइहाल्छ नै तर यति नमिठोरी हारिन्छ भन्ने चाहिँ थाहा थिएन किनभने खेल्दा त्यहाँनिर नानी पहिले नै आउट भइसकेको थियो अनि पुकुली आउट भइसकेपछि दिप्सन र म पुरा कम्पिटिसन चलिरहेको थियो कि अनि दिप्सनले पुरा तपाईँलाई त म हराइदिन्छु मैले जित्ने हो आजको विनर म नै हो भनिरहेको थियो अनि मैले पनि भने होइन भाइ दिदी हुँदाहुँदै भाइको जित हुनै सक्दैन भनेर पुरा खेलिरहेको थियो तर म चाहिँ सरर र 2 चोटि चाहिँ सर्पको मुखमा परेर मरिहाल्यो त्यसपछि दिप्सनको पालो
प्राइज मनी कितना 50 रुपीस के भयो 50 रुपैया छैन पैसा चिटर छैन पैसा छैन पैसा छैन खुवाइदिन्छु तिमीलाई ममो आ गरिसो त कोखाइ खाइ यो खानुहुन्छ हजुर खानुहुन्छ कोखाइ ममो खाइ मेरो मम्मी होइन तिमी मेरो मम्मी हो गेमर हो गेमर कस्तुरी बसिएको छ हाम्रो शनिबार चाहिँ यसरी गइरहेछ होइन यो गेमर यो खन्चुवा यो विनर कत्रो हो त है पेट पनि एडिट तेरो मम्मीलाई दिनमा कतिचोटि सम्झिन्छ भन्दा के को लागि साइकलको लागि होला ओइ पुकु हान्दिउँ भुकु पुकु हान्दिउँ भुकु तिमी त यत्रो रहेछौ यत्रो रहेछ यत्रो छ यत्रो तिम्रो अनुहार त यत्रो रहेछ यत्रो एकचोटि ल नाक त्यस्तै गर्थ्यौ त एकचोटि गरिदेऊ न अघि गरे जस्तै नाक गर न ल जाउँ बाहिर जाउँ ल अनि हामी चाहिँ अब बाहिर जाउँ एकछिन बाहिर कस्तो रहेछ दिनभरि भित्रै बसिरहेको नि त अनि बाहिर कतिको गर्मी रहेछ भनेर गएको त तर पुरा घाम त बत्ती बले जस्तो झलल्ल बलिरहेको रहेछ अनि त्यस्तो घाममा पनि एकछिन बाबु चाहिँ साइकल चलाउँछु भनेर ऊ चाहिँ साइकल चलाउन कुदाउनतिर थाल्यो होइन किनभने नयाँमा रमाइलो लाग्छ क्या साइकल चलाउन साथी हो मैले पहिले साइकल सिक्दाखेरि लडेर मस्त खुट्टामा चोट पुऱ्याएको छु कि अनि पछि नानीले त होइन म पनि बल खेल्छु भनेर खाली खुट्टै बल खेल्न थाल्यो अनि यस्तो घाम लागिरहेको थियो अनि घाम चर्को भएर खुट्टा पोलिरहेको थियो अनि तिमी नानीलाई जाऊ दादाको चप्पल भए पनि लगाएर आऊ भने अनि त्यसपछि नानी र म एकछिन बल खेल्न थालेँ होइन ल खेल्दै जाऊ ओए ल बोल्दै हिँड झर्न न ल बोल्दै हिँड न बोल न तिमी ल म अगाडि जान्छु बोल्दै अनि बाहिरको त्यो तातो घाममा खेलेर हामी चाहिँ भित्र गयौँ भित्र जाँदा चाहिँ मम्मीले फ्रिजमा राखेको चिसो वाटरमेलन काटेर दिनुभयो अनि खाएँ त्यसपछि मम्मी र नानी चाहिँ एकछिन गफ गर्दै थियो कि मेरो कतै भुकाएर लग्यो तोरले लग्यो
अनि नानी र मम्मीको गफ सकिसकेपछि नानी चाहिँ एकछिन पछि घर गयो, उसको बाबाले लिन आउनुभएको थियो। अनि हामी पनि एकछिन पछि भोक लाग्यो, त्यस्तो गर्मी भइरहेको थियो। अनि मैले अनलाइनबाट मोमो मगाएँ। मोमोलाई यसै खानुभन्दा चाहिँ यसो रमाइलो गरौँ न, गेम खेलौँ न भनेर हामीले गेम सुरु गऱ्यौँ। यो एक पिस मोमो खाने कतिवटा चाहिँ मोमो चाहिँ छैन। अब चाहिँ हामी यो च्यालेन्ज गर्दैछौँ। सुरुमा चाहिँ भाइले गर्छ, अनि हेर्नु है त्यसले कस्तो गर्छ। अनि हामीले चाहिँ छेउमा राख्छौँ। यो फाइनल भएन, म गर्छु। मेरो हेर्ने एउटा म कप मुखमा भयो। गेम सुरु भएको 2 मिनटमा नै यिनीहरूले 2 प्लेट मोमो चाहिँ फिनिस गर्यो। कसरी भन्दाखेरि यिनीहरूले यो गेममा चाहिँ जित्दैन होला, सक्दैन होला भन्ने सोचिरहेको थिएँ, तर म रङ रहेछु। यिनीहरूले चाहिँ जतिचोटि बोतल फ्लिप गर्छ, यिनीहरूले त्यति नै चोटि बोतल खडा गर्छ अनि मोमो खान्छ। मोमो खाँदा खाँदा चाहिँ यिनीहरूले त 2 मिनटमा नै मोमो भ्याइदिन्छ। अनि सबै मोमो भ्याइसकेपछि अब के गर्ने त भनेर मैले चाहिँ लास्टमा दिमाग लगाएँ। अब लास्टमा चाहिँ यो एउटा पिस छ कि हैन, लास्टमा चाहिँ यो एउटा पिस छ, जसले 5 चोटि ठाडो पार्छ उसले खाने। नन स्टप 5 चोटि हान्न पायो, नन स्टप। मेरो यो आइडियाले चाहिँ एकदम मजासँग काम गर्यो। यिनीहरूले सोचेको थियो 5 चोटि त इजी हुन्छ भनेर, तर यिनीहरू लगातार गर्दा गर्दा 5 चोटिमा 3 चोटि हुन्छ, तर 2 चोटि फेल खान्छ। अनि लगातार हान्दा 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 यिनीहरू पुरा थाकिसकेको थियो, टाउको चिलाउने इरिटेसन भइसकेको थियो। अनि त्यही बेलामा दिप्सनलाई हल्का पेट पनि दुखे जस्तो भइरहेको थियो। अनि तर पनि हार माने थिएन केटाहरूले, पुरा लगातार कोसिस गर्ने कुनै जित हुन्छ भनेर यिनीहरू चाहिँ मेहनत गरिरहेको थियो कि। अनि त्यो मेहनत चाहिँ मैले लास्टमा फेरि 5 चोटि नसकेपछि चाहिँ ल तिमीहरूले 3 चोटि गर, 3 चोटि गरेपछि चाहिँ खाना पाउँछ भने। अनि यिनीहरूले 3 चोटि लगातार कोसिस गर्दा गर्दा दिप्सन र रिदमको पुरा कम्पिटिसन चलिरहेको थियो कि। अनि म सोचिरहेको थिएँ यिनीहरू मध्ये कसले खाला भनेर। लास्टको रोक फाइनलमा जिते हेर्दा मोमोको डल्लै हामी त्यस्तो खान्छ। ल अब भन्। मैले त लास्टै हालिसकेँ। बिचराको भुँडी दुख्यो होइन, बिचराले घुम्न आन्थ्यो र टकीमा फर्केँ। आहा यस्तो रे म नन 3 चोटि गरिदिएँ। ल हेर्नु अब म 5 चोटि गर्छु फेरि। यो अघि 3 भएको थियो है, यो 4। फाइनली यो गेममा पनि रिदमले नै जितिसकेको छ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? यदि तपाईहरुलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर अनि नयाँ साथीहरुले सब्स्क्राइब गर्न नबिर्सनु होला। थ्यांक यू सो मच। बाइ बाइ। सी यू सुन।